लेनिनको मार्क्सको स्टालिनको फोटो राख्दा चाहिँ विवाद नहुने अनि पृथ्वीनारायण शाहको फोटो नराख्ने तपाईँले अनि यिनीहरू के कुरा गर्नुहुन्छ जवाफ आउँदैन हामीलाई म त एउटा कुरो थाहा छ अब म योगी आदित्यनाथलाई भेटेँ भने फोटो खिचेर हाल्छु के बिग्रिन्छ त अनि राम्रो हैन नेताको फोटो खिचेर हाल्नलाई कुन चाहिँ ठुलो कुरो हो मलाई भारतबाट होइन म त नेपालीबाट संसारबाट परिचालित हुँ क्लियर कुरा त्यो त केपी ओलीले राम्रो बुझाएको छ त केपी ओली अहिले मलाई दिल्लीमा भेट्न भए पनि ब्याङ्ककमा साइड लाइन वार्ता गराइदिनु पर्यो भनेर नि आर्जु देउपालाई पठाएको आर्जुलाई भेट्नुपर्छ भनेर फेरि ठ्याक्क उनीहरूले पनि कसरी टाइम दिएछन् भने प्रधानमन्त्री मोरिसस गएको बेलामा टाइम दिएछन् भारतका नरेन्द्र मोदी भारतमा नभइकन यिनीहरूको केही नचल्ने भाइ हामीले बुझे मैले भाइ यिनीहरूको नि सबै बुझेको छु अरूलाई भन्नु कि मलाई नभन्नु बंगाल छ ती देश अथवा ती स्टेटहरुलाई चाहिँ इन्डियाको ती स्टेटहरुलाई चाहिँ तपाईले के भन्नुभयो भने सुरुमा बोल्दै गर्दाखेरि तपाईहरु होशियार हुनुस् है तपाईको छिमेकीमा यस्तो बम बन्दैछ बमहरु बन्दैछ भन्ने खालको व्यक्ति भर्खर हैन यो चाहिँ के त्यो चाहिँ नेपालमा भइरहेको छ भन्न खोज्नु भएको यहाँ सुन्नुस् बम तपाईले के बुझ्नु भने तपाई जतिको मान्छेले त्यति बुझ्नु हुँदैन रहेछ बम भनेको साच्चीकै बम हैन रोप पनि बमै हो नि यहाँ तपाईलाई म भन्दै राज संस्था हुनुभन्दा अगाडि यहाँ जम्मा 42,000 क्रिस्चियन थिए आज 52 लाख क्रिस्चियन भएका छन् आज 24,000 चर्च छ त्यसको ज्वलन्त उदाहरण त ललितपुर जिल्लामा 3190 वटा चर्च छन् सानो ठुलो गरेर यहाँ उद्योग धन्दा कल कारखानाको सट्टामा चर्चहरू बनाइदैछ गरिबी फैलाएर बुझ्ने मान्छे जति जम्मै बाहिर पठाएर के गरिदैछ भन्दाखेरि भारतलाई 5 टुक्रा 7 टुक्रा बनाउने टिबेट हान्ने तयारी गर्ने त्यो रणनीति अनुसार यहाँ क्रिस्चियनिटी फैलाएको त्यसले गर्दा तपाईँ के भन्नुहुन्छ भने उतापट्टिबाट चाहिँ पाकिस्तानबाट चाहिँ नक्कली नोट आउँछ नक्कली भारू नोट आइएसआईका मान्छे आउँछन् र चाहिँ त्यहाँबाट नेपालको नक्कली नागरिकता बनाएर चाहिँ इन्डियामा गएर चाहिँ ध्वस्त बनाएर चाहिँ आतंक फैलाएर आउँछ के छिमेक अनि त्यो भएपछि बम फ्याक्ट्री भएन यो हिजो राज संस्था हुँदा यो थिएन तपाईलाई ज्वलन्त उदाहरण तपाईँ कति वर्षको हुनुभयो अहिले 40 हैन तपाईलाई थाहा छ 2007 मा काठमाडौँ एयरपोर्टबाट एयर इन्डियाको जहाज अमृतसर हुँदै कान्दार एयरपोर्ट पुगेको टेररिस्टले लागेको त्यसमा नि यो देशका नेता यो देशका तस्करहरू नमिलेको भए नि एयर इन्डियाको हवाईजहाज उडेर कन्दार पुग्थ्यो तपाईहरुले भन्नुस् त पुग्छ त्यसले गर्दाखेरि यो देश छिमेकीका लागि बम फ्याक्ट्री भएको छ बम फ्याक्ट्री भएको छ होइन मेरो त 3 वर्षको मेहनत नि आज राजा सडकमा आउनुभयो नि त आह्वान गर्नुभयो म त खुसी हुने भइहाल्यो नि तपाईहरु पनि त खुसी हुनुहुन्थ्यो नि कुदी कुदी फोटो खिच्नु आज तपाईँ अब यसो नि एमालेले तपाईलाई कारबाही गर्यो होइन अब के भन्नुहुन्छ तपाईँ एमाले ठिक रहेछ कि दुर्गा प्रसाद ठिक रहेछ भन्नुस् त हो अब थाहा पाउनु भयो होला नि त्यसले गर्दाखेरि सही पनि एमाले मै पनि एमाले होइन तपाईँ हामी मिलेर अब एक हुनुपर्छ र यो व्यवस्था परिवर्तन गर्नुपर्छ गणतन्त्र पक्षधरहरूले कार्यक्रम गर्दा चाहिँ तपाईहरुले दारु बासुमा तेल हालेर चाहिँ कार्यक्रममा आए भन्नुहुन्छ के जस्तो अस्तिको तपाईहरुकै कार्यक्रममा पनि जम्मै खाएर चाहिँ मदिराको तालमा त्यहाँ नाचिरहेको देखियो क्या पुरै अझ धेरै मान्छेले त हामीलाई पैसा दिएर चाहिँ हामी चाहिँ आएको हो एकजनाले त भनेको कसले पैसा दियो मलाई थाहा छैन भाइ मसँग बाँड्ने पैसा छैन भने त्यहाँ आएकै मान्छेले होइन आएका मान्छेको कुरा छोडिदिनु न कहाँबाट एकछिन न होइन मैले गरेँ त एकछिन मैले त्यो कार्यक्रमको लागि स्टेज बनाउनु त्यो अर्कै कुरा हो त्यो त मैले गरेको छु हरेक कुरा गरेको छु त्यो किन गरेको छु विदेशबाट लास ल्याएको छु ती कुरा छन् गरेको छु तर एउटा कुरो मैले तपाईलाई भन्नुपर्दाखेरि म फेरि कसमै खाएर भन्छु फेरि 1 रुपैयाँ पैसा कसैलाई दिएर मैले ल्याएको होइन यो कुरामा क्लियर हुनुहोस् नि फेरि दिएको थियो भने मेरो पैसा दिएर ल्याएको हो भन्थे नि के बिग्रियो थियो त तपाईलाई म एउटा कुरो भनौँ एउटा कुरो के भन्नु मैले यहाँ सुन्नु न ती आरोप लगाउनेलाई के भन्नु भने नि मैले गणतन्त्रमा लागेर हस्पिटल बनाएको होइन भाइ मेरो भिजन
मेरो सम्पत्ति धितो राखेर ब्याङ्कले दिएको बुझ्नुभयो मेरो सम्पत्ति थियो र धितो राखेर ब्याङ्कले दिएको होइन राजावादी नै एकछिन राजावादीलाई को कुरा छोडिदिनु न राष्ट्रवादीको कुरा हुँदैछ नेपालको कुरा हुँदैछ कहाँ वादी सादीको कुरा गर्नुहुन्छ तपाईँ त्यो कुरा नगर्नु न यो कुरा नगर्नु न तपाईँले के पनि राजावादीलाई त मैले अघि राजावादी होइन त राष्ट्रवादीको कुरो गर्दैछु सबै राष्ट्रवादी भएर देश बचाउँ नागरिक बचाउँ त्यसले गर्दाखेरि तपाईँहरूलाई अब मैले धेरै प्रश्नको के जवाब दिनु होइन म होइन म त्यो मैले तिरिनँ तपाईँहरूले बुझ्नुहोस् होइन होइन आयोजक त थियो त उहाँहरूले निकालेको जुलुस कति निस्किन्थ्यो हामीले बोल्दाखेरि कति आए तपाईँले पशुपतिको एउटा कार्यक्रममा भन्नुभयो म राजालाई हात समाएर लैजान्छु कसले रोक्छन् भन्नुभयो अस्ति तपाईँलाई एयरपोर्ट भएर त्यो आउँछ त्यो दिन आउँछ अब राजाले नि पोखराबाट यहाँ आउँदाखेरि एउटा ऊ भयो सुन्नु अब निर्मल निवासबाट म नारायण हिटी हिँडेँ सबैजना आइदिनुहोस् भनेर भन्यो भने के हुन्छ भन्नुहोस् त त्यसको तयारी हुँदैछ समय आउँछ नि राजाले सम्बोधन गर्ने कुरा यो कति सत्य छ यो कुरामा चाहिँ कुन कुरा राजा सामाजिक सञ्जालमा राजाले सम्बोधन गर्ने देशवासीको नाममा भनेर त्यो चाहिँ अब राजालाई सोध्नुपर्छ मलाई थाहा छैन तपाईँको कुरा हुँदैन अब मेरो कुरा हुन्छ तर त्यस्तो कुरा हुँदैन मेरो कुरा हुँदैन त्यसरी तपाईँले 25 गते राजा पोखराबाट काठमाडौँ आउँदै गर्दा त्योभन्दा अगाडि एउटा विज्ञप्ति जारी गरेर सरकारले हिरासतमा लिन लागिरहेको छ पूर्व राजालाई नजरबन्दमा राख्न खोजिरहेको छ भनेर प्रतिवाद गर्नुभएको थियो त्यो चाहिँ अलि एटेन्सन लिन खोज्ने मात्रै कदम रहेछ भन्ने जस्तो देखियो सरकारले होइन क्याबिनेटमा कुरा उठेको एमालेको एकजना मेरो साथी मन्त्रीले भनेको यस्तो यस्तो कुरो उठ्यो भनेर छ नि त हाम्रा पनि मान्छे होइन भएको कुरालाई सार्वजनिक गरेको पहिले अलर्ट भएपछि त रोकिन्छ नि त चिज त पहिले बाढी आउनुभन्दा अगाडि बाँध बाँडेको क्या त्यो कुरो बुझ्नु भएन त्यो तयारी थियो अहिले पनि छ अब पक्रेर लगेर के गर्नु म भाग्दिनँ म भाग्दिनँ अनि नभाग्ने मान्छेलाई पक्रेर के गर्नु अब यो 25 गतेको तपाईँहरूको प्रदर्शन पश्चात सरकार डराए जस्तो र अब राजावादीको मुभमेन्टलाई कन्ट्रोल गर्नुपर्छ भन्ने निर्णयका साथ निषेधाज्ञाको घोषणा गरेका छ अब तपाईँहरूको मुभमेन्ट के हुन्छ होइन निषेधाज्ञा त गरिसके त नेपाली सबै निषेधाज्ञामा छन् त नेपाली हिरासत पक्रिने कुराहरू छन् पक्रे जस्तो के छ त कहीँजना पाएका छैनन् ब्ल्याक लिस्टमा परेका छन् अब अलिक दिनमा देश ब्ल्याक लिस्टमा गइसक्यो अब पासपोर्ट चल्दैन नेपाली नोट चल्दैन एलसी खुल्दैन तपाईँहरूको अब भोलि पर्सिदेखि क्यामेरा मोबाइल बिग्रियो भने सामान आउन छोड्छन् यहाँभन्दा दुर्दशा देशको के छ देशै जेल भइसक्यो त्यसले गर्दाखेरि तपाईँले प्रश्न गरेको मैले बिर्सेँ ए निषेधाज्ञा निषेधाज्ञा यिनीहरूले ठुलो गल्ती गरे यिनीहरूले आफ्नो घर चाहिँ घर वरिपरि राख्नुपर्छ त्यो घर वरिपरि राख्नु भनेको के भने 58 सालदेखि 60 सालसम्म आर्मीले के गर्यो भने वरिपरि खाडल खनेर नि काँडेदारभित्र बसेर के गर्यो भने माओवादीसँग हामी यति मात्रै सीमित छौँ भने जस्तै मात्रै उनीहरूको त्यति मात्रै हो निषेधित अरू सबै हाम्रो हो त्यो निषेधित जुन छ नि त्यो एरिया मात्रै उनीहरूको हो सबै अरू हाम्रो यो कुरामा तपाईँले क्लियर हुनुहोस् हामीले जितिसकेको छ लडाइँ मनमा दुर्गा परसाई मनमा राजा मनमा सबै कुरा छ अब 1-2 जना झोले अब त्यो मुख छाड्ने त्यो उहरू अब 12 भाइ मिडिया खाना पाएका छन् होइन पाएका छन् नि त छ कि छैन हो कि होइन युरोपियन युनियनको पैसा कसले खाएको रहेछ थाहा पाउनु भयो होइन आयो होइन मैले 10 वर्ष अगाडि बोल्दाखेरि मलाई के भने थाहा छ माफिया भने बेटी होइन खाएको कनक मुनिले त के भनेर लेखेछन् थाहा छ विद्वान हिमाल खबर चलाउने बुद्ध भनेको नेपालमा जन्मेकै होइनन् माउन्ट एभरेस्ट भनेको तपाईँको चाहिँ नेपालमै पर्दैन लेख्या रहेछ त पढ्नुभयो तपाईँहरूले होइन कि पढ्नु भएन हो त्यस्ता विद्वान बसेको ठाउँ खगेन्द्र सङ्ग्रौला जस्तो लेखक बसेको ठाउँ कैलाश सिरोया जस्ता कान्तिपुरका मालिक बसेको ठाउँ कुरो बुझ्नुभयो के अब यहाँभन्दा तपाईँहरूलाई भन्ने ठाउँ छ गोविन्द केसी जस्तो मुस्लो भेट्टाएपछि लगो सुताइहालो गोविन्द केसीदेखि त मलाई अस्ति हाँस उठ्यो क्या युएसआइडीको पैसा रोकिदिएछ कि अमेरिकाले यहाँ अनसन बस्ने भनेर हिँडिरहेको हेरौँ त अब ट्रम्पलाई यहाँ बसेर धम्की गजब होइन मलाई माफिया भन्ने पत्रकारहरू नि अहिले आफै छक्क परिरहेछन् किन भनिएछ केका लागि भनिएछ यथार्थ त दुर्गा परसाईसँग रहेछ मैले भने त म यथार्थ हो धरातलमा टेकेर हिँड्छु